हुनबाट बच्यो नै फ्याक्ट्रीबाट चाहिँ किलोको कगत पैसा अझै मार्छ अनि 10 दर चाहिँ मित्रहरू यो समुद्र अत्याधिक ठुलो एक किलोदेखि 1.5 किलो अथवा परेको अवस्थामा हामी चाहिँ माथि जस्ता पाल पारेर लाग्छ भने डरले राखेर चाहिँ हामी बसेको अवस्था हो पिरामी टाउकोमा राखेर पाल पारेर आउँछ भने डर चाहिँ छोडेन अनि यो धेरै मोटो जस्तो रहेछ मोटो सिसाले आउनु सक्दैन है तर पनि हाम्रो गाउँको सेपलाई चाहिँ हामीले यो बुढाबुढीले गाउँमा पिरामी राखेर चाहिँ बस्नु केन्द्र बिन्दु बनाएर असिना परेर हेर्ने यस्तो बिजोग माथि जस्ता पाल परेर आउला जस्तो डरला ड्वाङ पिटाङ 1 किलो असिना पर्यो है के झन् जस्ता डरहरू चाहिँ जस्ता पाल परेन है पाल परेको छैन अहिलेसम्म चाहिँ धुलाइरहेको यो गोर्खामा आज परेको असिना त नि हो हेरेन कगत पैसा असिना 1 किलोको धरे अहिले त पकिसकेको अवस्था जस्तो डरहरू चाहिँ नानी अझै आउँछ है बाहिर ननिस्के भन् किन न ल यो गोर्खामा आज परेको असिना त नि हो असिना यही परेछ नि यो त कति यो पक्रिसक्यो यस्तो बाप रे बाप ल यसरी फ्याक्ट्रीबाट चाहिँ कम्ता त अब यत्रो परेछ नि हेर यो त कति यो पक्रिसक्यो नि हेर सबै अहिले भर्खर परेको उता कट्टो जाँदा अझै पग्ले छैन बाबी यहाँतिर हेर नि
धेरै फुटेको अझ हेरे असिना कुखुरा त सब भित्र लुके ए नानी एउटा कुखुरा घाइते भयो क्या यो पोथी घाइते भयो जस्तो छ कान्छी यो पोथी घाइते भयो जस्तो ऊ यहाँ त पोथी घाइते भयो क्या यो लाग्यो पक्कै नै आऊ त पोथी घाइते भएपछि यहाँ हुनसक्छ आँखामा लाग्यो ओहो यहाँनिर आँखामा लाग्यो त हाल्यो यत्रो लाग्दा अनि मरेन त परा नि यत्रो बाफ रे बाफ यहाँ आऊ यो ठुल्ठुलो लिन आऊ त छिटो आऊ चप्पल लिन आइज नि यहाँ हेर्नुहोस् आज यो त पग्लिसक्यो 10-15 मिनट भइसक्यो हाम्रो चाहिँ यहाँ एउटा कुखुरा घाइते भयो अब हामी चाहिँ घाइते हुनुबाट बच्यौँ है एउटा कुखुरा घाइते भयो ल यो 15 मिनट चाहिँ पग्लिसक्यो आज हेर्नुहोस् है ल हेर्नु यो पनि पग्लेको हो माइ यति ठुलो पऱ्यो बाबा हामी बाल बच्यौँ नि बाल बच्यौँ हामीले बाल हेर्न सक्छौँ यहाँ हजुर हेर त्यो ठुल्ठुलो सित्तामा आँपको बिजोक पारे त्यहाँ रुखै डाले फर्स्टमा आएको ठुल्ठुलो लाग्यो अब त्यो रुखै भाँच्यो त्यसरी कि हामी हेर्न सक्छौँ रुखै भाँचेको फ्याट त्यो उसले लागेर कि ताजा छ हेर्नुहोस् यहाँ यो बगेनाको रुख चाहिँ फ्याट्टै भाँच्यो अहिले अब लगभग 15 मिनट 20 मिनट भयो हेर्नु न कसरी भाँचिएछ फेरि आको उटेलाई आ मेरो ए जान खानले देखाउँ यो सिसा बच्यो धन्न बच्यो फुटेन है यो सबै त्यो सिसामा लगाएर चाहिँ तल आएको सिसामा लगाएर है सिसामा लगाएर आएको यत्रो दाना हेर्ने नानीले खेल्न जम्मा हेर्नु यो अहिले 15-20 मिनट जति हुन लाग्ला हेर कम त ठुल्ठुलो ओइ हाय हाय खै देखा यो दुबो जातिमा चाहिँ अलिअलि छ अब हेर्नु सक्नुहुन्छ यति ठुल्ठुलो यहाँ दुबो भित्र लुकिरहेछ हेर्नु सक्नुहुन्छ ए 100 ग्राम चाहँदैन होला यो पनि यो मोलनिर पनि थुप्रो रहेछ ल यो सबै अहिले पग्लिसकेको यहाँ अझै पनि ठुलो देख्छ भने चाहिँ यहाँ भयङ्कर छ ठुलो यो माथिबाट तेलबाट झरेको चाहिँ यत्रो चाहिँ झारिदियो है अचम्मै ल यो ठुलो छ ल यहाँ त एक बित्ता छ एक बित्ता थुप्रो झरेछ हिँड छ हिँड फेरि पनि झर्छ है यो त हेर्नु यो खसेर ठोकेको कि ठोकेर फुटेको अझ यो चोइटेको चिज हो यति भयङ्कर पऱ्यो यति भयङ्कर त्यो साध्य नै छैन अझ पनि छ यत्रो नानी बाहिर नानी भित्र बाफ यो तर त्यस्तो खतरा चिजहरू पर्छ ल हेर्नु आजको यो 1000 रुपियाँ चान्चुने बाटो नै खतम पारिदिए ट्याङ ल्याङ गरे यस्तो ल्याउँदै यत्रो माथिबाट झरेर फाटफुट ल सबै यही दानाहरूले फुटाइदियो दिनु न बाल्टी जस्तो यत्रो पल फट्टै फुट यत्रो बाग्लो जस्तो फुटाइदिए दुईवटा तिनवटा थुप्रै यो पनि यति चर्काइदिएछ धन्न सिसाहरू बचे है
हाम्रो टोयलेट पनि खत्तम पारिजाऊ ल म टोयलेट पनि खत्तमै पारिदिने हेर यहाँ ओ माई गड ल टोयलेट बस्नु नि बिजुली बारे यत्रो पल पारि ल फटफर्ती गइदिनु भयो फटफर्ती हेर न सबै भरतै छ त यत्रो पल पर्छ हेर भित्र यति ठुल्ठुलो हेर बाटो यत्रो खत्तम पारिदिए हेर सब बाटो त 3-4 पल बनाइदियो नि